सभामुख महोदय, नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको संशोधनको छलफलमा छौँ। यसको सैद्धान्तिक पाटोमा प्रवेश गर्नु अगाडि यसलाई संसदमा पेश गरेको समय वा बिन्दुमा पनि मेरो पनि असहमति छ। बजेटमा कम्तीमा बजेट प्रस्तुत हुनुभन्दा 3 महिना अगाडि नै नीति तथा कार्यक्रम पेश गर्ने र छलफल गर्ने जो अभ्यास हामीले पहिले गरेका थियौँ, त्यही अभ्यासले अहिले निरन्तरता पाउनु पर्थ्यो। मन्त्रालयहरूमा फटाफट सिफारिस हुँदै आएका, दबावमा आएका परियोजनाहरू यो LMBIS प्रणालीमा इन्ट्री भइसकेको छ। देशको नीति बिना बजेट छुट्टिने तय भइसक्या जस्तो छ। यो त बिना इन्जिनियरिङ मिस्त्रीले चाहिँ घर बनाएको जस्तो भयो। यस्तो विकासको मोडेलप्रति मेरो असन्तुष्टि छ। यदि यस्तै प्रकारको मात्रै क्रियाकलाप हुने हो भनेदेखि यो वेस्ट अफ टाइम भन्दा बाहेक अर्थ केही पनि होइन। अन्यथा आजको यो संशोधन र छलफलले कहाँ स्थान पाउँछ, कुन संशोधन समेटिन्छ, कृपया मन्त्रीज्यूले स्पष्टसँग फलानो माननीयको फलानो संशोधन राम्रो लाग्यो, संशोधन स्वीकार गर्छु भन्ने शब्दमै राम्रा संशोधनहरू स्वीकार गरेर मेरो शङ्कालाई गलत साबित गरिदिनु हुन म अनुरोध गर्न चाहन्छु।